नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। कथा सुरु गर्नुभन्दा अगाडि लागौं रोचक जानकारीतर्फ। दाँत किराले कसरी खान्छ? दाँत बाहिरबाट इनामेल भन्ने सेतो वस्तुले पोतिएको हुन्छ। इनामेल प्राकृतिक रसायन हो। यो धेरै कडा हुन्छ। हाम्रो शरीरमा सबैभन्दा कडा वस्तु इनामेल नै हो। बाहिरपट्टि इनामेल हुनाले कीटाणु हतपत दाँतको भित्री भागमा पस्न सक्दैनन्, तर इनामेल भित्रको भाग भने उत्तिको कडा हुँदैन। यसमा कीटाणु सजिलैसँग पस्न सक्छन्। इनामेल जतिसुकै कडा भए पनि यसलाई अमिलोले सजिलै खियाउन सक्छ। दाँतमा अमिलो लागेपछि त्यहाँको इनामेल खुइलिन्छ। त्यसैले अमिलो खाएपछि दाँत कुँडिन्छ। तर केही समयपछि खुइलिएको भागमा नयाँ इनामेल बन्छ र कुँडिएको पनि हराउँछ। चिनी खाँदा गुलियो लाग्छ। मुखमा धेरै बेर चिनी राख्दा तितो हुन थाल्छ। गुलियो वस्तु धेरै खाँदा दाँतका कुना काप्चामा अड्किएर अमिलो हुन्छ। यस्तो अमिलोले पनि इनामेललाई खुइल्याउँछ। गुलियोबाट बनेको अमिलोका कारण नयाँ इनामेल बन्न पाउँदैन। इनामेल हराएको भागमा दाँतको भित्री नरम भाग देखा पर्छ। त्यहीबाट कीटाणुहरू भित्र पस्छन्। यी कीटाणुले दाँतलाई बिगार्ने काम गर्छन्। यसलाई नै हामी दाँत किराले खाएको भन्छौं। यो रोचक जानकारीका साथसाथै लागौं कथातर्फ। आजको भिडियोमा भने मैले बाल कथा लिएर आएको छु। बाल कथाका कथाकार हुनुहुन्छ विवेक आचार्यज्यू र सम्पादक गर्नुभएको छ विनय कसोजीज्यूले र कथामा उल्लेख भएका चित्रहरूलाई चित्राङ्कन गर्नुभएको छ युवक श्रेष्ठज्यूले। आजको कथा बाल कथा रामुको कथा। मेरो नाम रामबहादुर मगर हो। म अहिले रोल्पाको गाउँमा स्कुल चलाएर बसेको छु। अहिले म जुन गाउँमा स्कुल चलाएको छु, सानोमा म त्यही गाउँमा एकजना धनी साउको घरमा काम गर्थे। म 10 वर्षको नहुँदै मेरा बुबा आमाले मलाई साउको घरमा काम गर्न राखिदिनु भयो। त्यसपछि पढाइ छुट्यो। म साउलाई मालिक भन्थे अनि साउनीलाई मालिक नि। उनीहरूका 2 जना छोरा थिए। दुवै साह्रै मातिएका थिए। एक दिन म भाँडा माझ्दा माझ्दै रक्षानमै निदाएछु। मालिकका जेठा छोराले स्कुलबाट फर्कदा मलाई देखेछ। उसले सुतेकै ठाउँमा आएर मलाई लात्तीले हान्यो। म आत्तिँदै उठे। कुकुर, यस्तो ठाउँमा सुत्ने हो? राम्ररी काम गर्न पर्दैन? उसले मलाई गाली गर्दै थियो। उसले पेटमा लात्तीले हानेको ठाउँमा साह्रै दुख्यो। म धेरै बेर रोएँ। केही बेरपछि कान्छो छोरा आएर मेरो कान समात्दै भन्यो, मेरो लुगा किन नधोएको? आज मलाई स्कुलमा गाली खानु पर्यो। भोलि बिहानसम्म मेरो लुगा सुकेन भने तँलाई मैले जानेको छु। मैले साउको घरको सबै काम गर्नु पर्थ्यो। बिहान गाई भैँसीलाई कुँडो पकाउने, भान्सामा आगो बाल्ने, भाँडा माझ्ने, लुगा धुने, सबै काम। एकछिन पनि बस्न पाइँदैन थियो। मालिकका छोराहरू स्कुल ड्रेस लाएर स्कुल जाँदा आउँदा म हेरिरहन्थे। मैले स्कुल जान पाउँछु होला कि पाउन होला भनेर कल्पना गर्थे। उनीहरूले कहिलेकाहीँ पढाइको बारेमा कुरा गर्थे। मलाई शिक्षक भनेको ठुलो मानिस हो भन्ने लाग्थ्यो। मलाई ठुलो भएपछि शिक्षक भन्ने रहर थियो। तर उनीहरू शिक्षकलाई गाली गर्थे। म उनीहरूको कुरा मन लगाएर सुन्थे। साउको घरमा काम गर्न थालेको झन्डै 2 वर्ष बित्यो। मैले साउको घरको वरिपरिको बारेमा थाहा पाएँ। मालिकनीले छिमेकको पसलमा सानोतिनो कुरा किन्न पठाउँथिन्। त्यसरी छिमेकका पसलेसँग मेरो चिन्जान भयो। एकजना पसले साह्रै असल थिए। उनले मलाई पढ्नुपर्छ, यसरी जीवनभरि नोकर भएर बस्नु हुँदैन भनिरहन्थे। कहिलेकाहीँ अरू ठाउँमा काम खोजिदिउँ कि भन्थे। तर मलाई अरू ठाउँ झन् कस्तो होला भन्ने डर लाग्थ्यो। यस्तैमा एक दिन त्यो पसले कहाँ सामान किन्न गएको थिएँ। त्यसबेला एउटी पाकी महिला उनको पसलमा किनमेल गर्दै थिइन्। मलाई देख्ने बित्तिकै पसलेले ती महिलासँग भन्यो, लौ मास्टरनी नानी, मैले भनेको केटो आइपुग्यो। यो केटोले साउको घरमा धेरै दुःख पायो। स्कुल जान पनि पाउन्न, पढ्ने ठुलो रहर छ भन्छ। हो बाबु भन्दै ती महिलाले मेरो कपाल मुसार्नु भयो। मलाई मेरी आमा बाहेक अरू कसैले पनि यसरी कपाल मुसारेर माया गरेको थिएन। मेरो मन उर्लेर आयो। आँखामा आँसु टलपलाए। तिम्रो पढ्ने मन छ भने म कहाँ आउने गर न। मेरो डेरा यही पसलमाथि छ। दिउँसो स्कुलमा पढाउन जानुपर्छ। साँझ बिहान जति बेला आए पनि हुन्छ। ती महिला शिक्षक हुनुहुँदो रहेछ। गाउँको स्कुलमा पढाउन आउनु भएको रहेछ। उहाँले मेरो घर आमा बाको बारेमा सोध्नु भयो। माथि लगेर आफ्नो कोठा देखाउनु भयो। तपाईँ एक्लै बस्नुहुन्छ मिस? मैले सोधेँ। हो, म अहिले एक्लै छु। मेरा छोराछोरी सहरमा कलेजमा पढ्छन्। श्रीमानको पनि उतै जागिर छ। यसैले अहिले म एक्लै छु। मैले म काम गरिरहेको घरको बारेमा बताएँ। त्यहाँबाट उम्कन पाए हुन्थ्यो भने, तर मिसले भन्नुभयो, म यो गाउँको लागि नयाँ छु।
कसैको घरमा काम गरिरहेको मानिसलाई मैले हटाएर आफू कहाँ राख्न मिल्दैन। मैले पढाएकोमा तिमीले केही दिनु पर्दैन। मिसको कुराले मेरो हौसला बढ्यो। जे त होला, खुबै भए घरबाट निकाल्दान्, त्यति न हो। अनि भोलिपल्टदेखि म घरको काम सकेपछि साँझ मिस कहाँ जान थाले। गाउँमा मैले 4 कक्षासम्म पढेको थिएँ। मिसले मेरो लागि किताब ल्याइदिनु भयो। मलाई अङ्ग्रेजी र गणित पढाउन थाल्नुभयो। एक दिन मालिकले साँझपख घरबाट निस्कने गरेको कुरा थाहा पाएछन्। त्यसपछि उनले मलाई चेतावनी दिँदै भने, अबदेखि साँझ परेपछि घरबाट निस्केको थाहा पायो भने खुट्टा भाँचिदिन्छु। त्यसपछि केही दिन म मिस कहाँ पढ्न जान सकिन। दिउँसो पसलमा गएको बेलामा मैले पसलेलाई मालिकले भनेको कुरा भने। मलाई मालिकले घरबाट निस्किस् भने खुट्टा भाँचिदिन्छु भनेका छन्। यसैले अब म पढ्न पाउँदिन। मिसलाई भनिदिनु होला है। मेरो कुरा सुनेर पसले रिसायो। उसले भन्यो, उसले तिमीलाई त्यस्तो गर्न पाउँछ? उसलाई बाल अधिकार भन्ने कुरा थाहा छ कि छैन कुन्नी? पसलेको कुरा सुनेर मलाई डर लाग्यो। अब मालिकले मलाई झन दुःख दिन्छ होला भन्ने लाग्यो। त्यसपछि म बाहिर निस्कनै छाडे। पसलेले मेरो कुरा मिसलाई मात्र होइन अरूलाई पनि सुनाएछ। बाल अधिकारको कुरा मालिकले पनि सुनेछ कि कुन्नी? उसले मलाई घरबाट निकालिदियो। मालिकको घरबाट निस्केर म सरासर पसले कहाँ गए। उनले भने, ठिक छ, डराउनु पर्दैन, तिम्रो बारेमा मिसले पनि विचार गर्नु भएको छ। मिस स्कुलबाट फर्केपछि भेटौँला। मालिकले घरबाट निकालेको थाहा पाएर मिसले मलाई आफूसँग बस्न भन्नुभयो। मैले मिसलाई घरको काममा सघाउन थाले र मिससँग पढ्न पनि थाले। स्कुलमा नयाँ शैक्षिक सत्र सुरु भएपछि मिसले मलाई स्कुलमा भर्ना गरिदिनु भयो। मैले मेहनत गरेर पढे। स्कुलमा सर मिसहरूले पढाउनुहुन्थ्यो भने घरमा मिसले मलाई सबै विषय सिकाउनुहुन्थ्यो। यसरी म कक्षामा पहिला हुँदै गएँ। एसएलसी परीक्षामा मैले स्कुलको मात्र होइन जिल्लाकै नाम राखे। पहिलो पटक एसएलसी परीक्षामा हाम्रो जिल्लाबाट बोर्डमा आएको हुँदा सबैजना खुसी हुनुभयो। त्यसपछि मिसले मलाई शहरमा पढ्न पठाउनु भयो। म मिसकै घरमा बसेर पढ्न थाले। मिस पनि सरुवा भएर शहरमा आउनुभयो। शहरमै बसेर मैले शिक्षा शास्त्रमा MA सम्म पढे। मिसले गरिब श्रमिकका केटाकेटीलाई पढाउने स्कुल खोल्ने विचार गर्नुभयो र मसँग सल्लाह माग्नुभयो। मैले त त्यस्तै काम गर्न खोजेको थिएँ, तर शहरमा होइन, गाउँमा। मेरो विचार सुनेर मिस खुसी हुनुभयो अनि उहाँको र मेरो सपना साकार भयो। अहिले गाउँमा स्तरीय शिक्षा दिने स्कुल खोलेर म शिक्षकको काम गरिरहेको छु। गरिब श्रमिक र समाजमा पाखा पारिएका परिवारका बालबच्चाको लागि निशुल्क पढाउने व्यवस्था गरेको छु। उनीहरूको माध्यमबाट मैले देश बनाउने सपना साकार पार्दैछु। यो रहेको थियो कथा रामुको कथा। तपाईलाई यो कथा के कस्तो लाग्यो? लागौं अर्को कथातर्फ। कथा रहेको छ हराएको चप्पल। दादा दादा तानातान खेलौ न प्लिज। छिमेकी काकीको छोराले घर बाहिर आँगनबाट चिच्यायो। म भर्खर स्कुलबाट घर आएको थिएँ। खाजा खाएर होमवर्क गर्दै थिएँ। होमवर्क सकिएपछि टेबल टेनिस खेल्न जाने विचार थियो। मलाई उसको मन दुखाउन मन लागेन। झ्यालबाट हेर्दै भने, हुन्छ बाबु, पर्ख म आइहाल्छु। म उसँग उसको घरमा गएँ। त्यहाँ छिमेकी काकीकी छोरी थिइन्। मेरी बहिनी पनि त्यही थिइन्। त्यो भाइको एउटा केटो साथी थियो। हामी सबैजना उसको घरमा गयौँ। एकछिनपछि हामी सबै उसको साथी कहाँ गयौँ। हामी त्यो बहिनीको घर जाँदा ऊ आफ्नो होमवर्क गर्दै थिए। भाइले भन्यो, साथी तिमीले अहिलेसम्म होमवर्क गर्दैछौ? उसले भने, आज घरमा अलि ढिलो खाजा पाक्यो, त्यही भएर होमवर्क गर्न खेल्न जान एकदम ढिलो भयो। उसले होमवर्क तुरन्तै सकिहाली। त्यसपछि हामीसँगै खेल्न थाल्यौं। खेरा बनाएर खेल्न थाल्यौं। इन्टु मिन्टु लन्डनमा। हाम्रो भाइ पल्टनमा स्कुलको पाले दाई पहिलो घन्टी बजाइदेऊ तिनिनिनी झ्याप। त्यति भनेर उनीहरूले नाम राख्न थाले। एकजनाले सोध्यो, सिन्ड्रेला लिने कि मेरमेड? मैले र त्यो भाइको बहिनीले मेरमेड भन्यौं। अरूले चाहिँ सिन्ड्रेला भने। तानातानको खेल सुरु भयो। पहिलोचोटि हामी नराम्ररी लड्यौं। मेरो खुट्टाको हड्डी साह्रै दुख्यो, तर म उठेर फेरि खेले। मैले सबैलाई जिते। खेल्दा खेल्दै 5 बज्यो। हामी सबै आफ्ना घरतिर लाग्यौं। मलाई खेल्न पुगेको थिएन। म युनिकको घरमा बल खेल्न गएँ। हामीहरू पुसअप गर्ने रुल बनायौं। पहिलो गोल मैले नै हाने। रुलको कुरा युनिकले गरेन। अर्को पालि युनिकले मेरो पोस्टमा एउटा गोल हानिदियो। मलाई पुसअप गर्न भन्यो, तर मैले गरिन। त्यतिकैमा युनिकलाई उसकी दिदीले बोलाइन्। उसले मसँग जिस्किँदै भन्यो, तिमी पुसअप गर। तर म त्यहाँबाट भागे। ऊ पनि मलाई पर्खिन भनेर मेरो पछि पछि दौडियो। उसले भेट्टाउला भनेर उसलाई छल्न म बाटो छोडेर खेतमा गएँ। खेतमा हिलो रहेछ। मेरो खुट्टा हिलोमा गाड्यो। हिलोबाट खुट्टा तान्न खोज्दा खुट्टा बाहिर निस्क्यो। चप्पल त हिलोमै गाड्यो। अस्ति भर्खर आमाले किनिदिनु भएको नयाँ चप्पल त्यत्तिकै माया मारेर छाड्न पनि भएन। मैले युनिकलाई भने, मेरो चप्पल हिलोभित्र हरायो, अब के गर्ने होला?
उसले कमिजको बाउला माथि सार्दै भन्यो, दुवैजनाले मिलेर खोजौँ न। दुवैजना मिलेर हिलोभित्र हात पसालेर चप्पल खोज्दै थियौं। साँझ पर्न लाग्यो। त्यही बेला खेतको कुनामा भ्यागुतो कराएको आवाज आयो। नजिकै झ्याङमा सर्प लुकेर बसेको रहेछ। भ्यागुता कराएको सुन्ने बित्तिकै सर्प बाहिर निस्क्यो र भ्यागुतामाथि जाइ लाग्यो। बिचरा भ्यागुतो चुइक्क गर्न नपाउँदै सर्पको मुखमा पर्यो। सर्प देखेर हामीलाई डर लाग्यो। चप्पल खोज्न छाडेर हामी भाग्न तयार भयौं। यतिकैमा सर्प भ्यागुतालाई मुखमा च्यापेर पर गयो। हामीले फेरि चप्पल खोज्न थाल्यौं। त्यसै बेला बाटोमा हिँडिरहेको एकजना मानिसले सोध्यो, के खोजेको केटा हो? पैसा खोजेका हो कि? होइन दाई, चप्पल खोजेका हौं, हामीले जवाफ दियौं। हाम्रो कुरा सुनेर ऊ हाँस्यो। मलाई ढाँट्न खोजेका? पख तिमीहरूलाई। ऊ गयो फटाफट। हामीलाई डर लाग्यो। चप्पल खोज्न छाडेर हामी घरतिर कुलेलाम ठोक्यौं। भोलिपल्ट बिहान युनिकलाई लिएर चप्पल हराएको खेतमा गए। त्यो खेतमा हामीले जताततै खनेको देख्यौं। राति कसले खन्यो होला यो खेत? भूतले हो कि? युनिकले डराउँदै भन्यो। त्यही हिजो पैसा खोजेको हो कि भन्ने मान्छेले खन्यो होला, मैले भने। हेर, तिम्रो चप्पल यहाँ फालेको रहेछ। युनिकले खेतको डिलमा हेलोले लतपतिएको चप्पल देखाउँदै भन्यो। मैले नजिकैको कुलामा लगेर चप्पल पखाले। मेरै चप्पल रहेछ। त्यो मान्छेले खनेको भए तिम्रो चप्पल किन लगेन होला? युनिकले अचम्म मान्दै भन्यो। एउटा मात्रै खुट्टाको चप्पल, त्यसलाई के काम? यसैले फालेर गयो होला। जे भए पनि चप्पल भेटाएकोमा उसलाई धन्यवाद दिनै पर्छ, मैले हाँस्दै भने। चप्पल भेटिएकोमा खुसी हुँदै हाँस्दै हामी घर फर्कियौं। दर्शक तथा श्रोतावृन्द, आजका यी दुईवटा बाल कथाका कथाकार हुनुहुन्छ विवेक आचार्यज्यू र सम्पादक हुनुहुन्छ विनय कसोज्यू र यस भिडियोमा उल्लेख भएका चित्रहरू युवक श्रेष्ठज्यूले कोर्नु भएको हो। तपाईलाई आजका यी दुईवटा बाल कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै लागौं अघिल्लो भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। अघिल्लो भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, पत्रै पत्रको डल्ले च्याउ मन लागेमा पकाई खाऊ के हो, र यसको सही उत्तर हो बन्दकोपी। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ, पिँध सुकेको छाती फुकेको टाउको न खुट्टाको के हो। प्रश्न एकपटक फेरि, पिँध सुकेको छाती फुकेको टाउको न खुट्टाको के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। इन्द्र कोइज्यू लेख्नुहुन्छ, सेवा हजुर, कथा एकदम राम्रो लाग्यो। केही दिनदेखि नियमित सुन्दै आइरहेको छु। गाउँ खाने कथाको जवाफ बन्दाकोपी जस्तो लाग्यो। म हाल कतार बाटो हो, धन्यवाद हजुर भन्नुहुन्छ। बन्दाकोपी सही उत्तर रहेको छ। कमेन्टको लागि धन्यवाद। त्यसै गरी अर्जुन विशीज्यू लेख्नुहुन्छ, नमस्कार सर, कैत पुराण कथा एकदमै राम्रो छ अनि मिठो वाचनको लागि धेरै धेरै धन्यवाद सर भन्नुहुन्छ। धन्यवाद। माया श्रेष्ठज्यू लेख्नुहुन्छ, नमस्कार जोजलपा, शुभ बिहानी आदरणीय जामिन सर, धेरै धेरै राम्रो कथा मन पर्यो भन्नुहुन्छ। धन्यवाद। दिपेन्द्र मगरज्यू र युजर थादिङज्यूले पनि कमेन्ट गर्नुभएको छ। धन्यवाद तपाईहरूलाई पनि। युजर DWज्यू लेख्नुहुन्छ, दाई तपाईँको स्वर एकदमै राम्रो लाग्छ, म चाहिँ मुम्बईबाट सुनेको छु है, मेरो घर पर्वत हो भन्नुहुन्छ। धन्यवाद। युजर MUज्यू लेख्नुहुन्छ, नमस्ते जमिन सर, हजुरले वाचन गर्नुभएको कथा मलाई धेरै मनपर्छ, अब यो कथा पनि सुन्दैछु भन्नुहुन्छ। धन्यवाद। अमर राईज्यू लेख्नुहुन्छ, गुड इभिनिङ जमिन सर, कथा त साह्रै राम्रो लाग्यो अनि आजको गाउँ खाने कथाको उत्तर बन्दकोपी हुनुपर्छ भन्नुहुन्छ। सही उत्तर। त्यसै गरी भावना केसीज्यू लेख्नुहुन्छ, नमस्ते दादा, साह्रै राम्रो कथा अनि आन्सर चाहिँ बन्दाकोपी होला दादा भन्नुहुन्छ। सही उत्तर रहेको छ। कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ आजको कथा बसाइ सकिएको छ। भोलिको कथा बसाइमा पुनः हाम्रो भेट हुनेछ भन्दै आजको लागि बिदा दिनुहोस्। नमस्कार।